विशेष साधना सत्रमा स्वागत छ। आज हामी शक्तिशाली वैदिक र तान्त्रिक मन्त्रहरूको माध्यमबाट आकर्षण, समृद्धि, संरक्षण, पीडा निवारण र अवरोध हटाउने दिव्य ऊर्जासँग जडान हुँदैछौँ। यी सबै मन्त्रहरू जप्नु हुँदा कृपया शान्त ठाउँ छानेर सिधा कम्मर ठाडो राखेर बस्नुहोस्, मोबाइल साइलेन्टमा राख्नुहोस् र मनमा एउटै सङ्कल्प राखेर सुन्नुहोस् वा जप्नुहोस्। मन्त्रहरूको सही उच्चारण भन्दा पनि विश्वास, भक्ति र एकाग्रता यहाँको मुख्य शक्ति हो। त्यसैले हरेक ध्वनिलाई मनले पूर्ण रूपमा महसुस गर्दै अगाडि बढ्नुहोस्। अब एकदमै बिस्तारै गहिरो सास लिनुहोस्, केही सेकेन्ड रोकिनुहोस् अनि आरामसँग बाहिर छोड्नुहोस्। मनलाई अहिलेको क्षणमा ल्याउनुहोस्। सबै चिन्ता, तनाव र डरलाई केही समयका लागि विसर्जन दिनुहोस्। अब हामी पहिलो मन्त्रबाट हाम्रो आजको आध्यात्मिक यात्रा सुरु गर्छौँ। पहिलो आकर्षण मन्त्र, ह्रीन्दम, दिव्य माता र हृदय ऊर्जा। ओम ह्रीं 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 ईं नमः। हे दिव्य माता, हृदयको ऊर्जासँग यस प्रार्थनाले म प्रेम, आकर्षण र सकारात्मक भावनाको अनुभव गरौँ। दोस्रो विजय मन्त्र, प्रतिस्पर्धा वा खेलका लागि। ओम प्राञ्जलि महातेजे स्वाहा। हे दिव्य शक्ति, मलाई महान तेज र विजय प्रदान गर। प्रत्येक प्रतिस्पर्धामा म सफल बनूँ। तेस्रो सबरी कार्यसिद्धि मन्त्र। ओम नमो महासागरी शक्तिये, मम सर्व अरिष्ट निवारय, मम कार्य सिद्धिं कुरु कुरु स्वाहा। महासागरी शक्तिलाई नमस्कार। मेरा सबै बाधा हटाइदेऊ र मेरो कार्य सफल पार। चौथो अवरोध हटाउने मन्त्र। यदि कसैले रोकेको छ भने ओम चिवी चिवी स्वाहा। अवरोध हटाउने शक्तिलाई नमस्कार। मेरो बाटोमा अवरोध गर्ने ऊर्जा हटोस्। पाँचौं कुबेर धन समृद्धि मन्त्र। ओम यक्षाय कुबेराय वैश्रवणाय धनधान्याधिपतये, धनधान्य समृद्धिं मे देहि दापय स्वाहा। हे कुबेर देव, सम्पत्ति र समृद्धिका अधिपति, मलाई धन र अन्नको समृद्धि प्रदान गर। छैटौं नकारात्मक ऊर्जा हटाउने तामाको सिक्का विधि। शनिबार राति तामाको सिक्का सिरानी मुनि राख्ने र आइतबार बिहान चिहानमा फ्याँक्ने विधि। यसले नकारात्मक ऊर्जा अवशोषण गरी हटाउँछ भन्ने विश्वास छ। सातौं पीडा निवारण मन्त्र। ओम श्रीं सोहम ह्रीं फट। श्री, सोहम र ह्रीं शक्तिद्वारा शरीर र मनको पीडा हटोस् भन्ने प्रार्थना। आठौं सम्पूर्ण रक्षा मन्त्र। रे रे किरा, कहाँ जान्छस्? म चन्दनको शक्तिले पीर काट्छु, ग्रह दशा काट्छु, रोग काट्छु, विष काट्छु, काटीकुटी धुलो पार्छु। ईश्वर वाचा, मेरो वाचा कहिल्यै नजाओस् खाली। फट। हे हानिकारक शक्ति, कहाँ जान्छस्? म चन्दनको शक्तिले पीडा, ग्रह दशा, रोग र विषलाई नष्ट गर्छु। भगवानको वाचा र मेरो वाचा कहिल्यै निष्फल नहोस्। फट। नौऔं ऋण हटाउने गणेश मन्त्र। ओम गणेश ऋणम छिन्धि वरेण्यम हुँ नमः फट। हे गणेश, कृपया मेरो ऋण र आर्थिक बन्धन काटिदेऊ, मलाई मुक्त गर। दशौं महालक्ष्मी समृद्धि मन्त्र। ओम श्रीं ह्रीं श्रीं महालक्ष्मी नमः। हे महालक्ष्मी,
श्री र हृदय ऊर्जाको देवी मलाई धन, समृद्धि र सुख प्रदान गर। 11औं सर्वजन मोहिनी मन्त्र। ओम आ ईं ईं ऊं ऊं फट फट श्रीं श्रीं फट। सर्वजनलाई आकर्षण गर्ने मोहिनी शक्ति, कृपया मलाई सबको मनमा प्रेम र सम्मान उत्पन्न हुने ऊर्जा प्रदान गर। सबै मन्त्रहरूको साधना पूरा भयो। यदि तपाईँले यी मन्त्रहरू पूर्ण श्रद्धा, एकाग्रता र शुद्ध भावनासँग सुन्नुभयो वा जप्नुभयो भने समयसँगै यसको ऊर्जा तपाईँको मन, शरीर र जीवनमा सकारात्मक परिवर्तन लिएर आउनेछ।